जस्तो एउटा हुन्छ नि यो रेफ्री चाहिँ यो फलानु टिमप्रति चाहिँ अलिकति कडा छ है, यसले चाहिँ सानो छुसुक्कमा केही भयो भने यसले चाहिँ हिट गरिहाल्छ, मतलब येलो कार्ड देखाइहाल्छ भन्ने खालको कुनै रेफ्रीप्रति कुनै टिमप्रतिको त्यो खालको विश्लेषण हुन्छ नि। त्यस्तै यो नयाँ अध्यक्ष चाहिँ त्यस्तो खालको हो कि त्यो टाइपको रेफ्री हो कि भन्ने चाहिँ यो रेफ्री प्योरली मार्केटमा गभर्मेन्टले लामो समय लगाएर, तपाईँहरूलाई पनि थाहा छ होला, बहुत लामो समयदेखि लगाएर कति चाहिने इन्भेस्टिगेट उसले पनि गर्यो होला, उसले पनि हेऱ्यो होला, किनकि सरकार जुन ग्राउन्डमा बनेको छ, सुशासनको ग्राउन्डमा, त्यो ग्राउन्डमा उसले पर्ख्यो होला, हेऱ्यो होला र लामो समय लगाएर बल्ल अहिले कहिले खाली भएको सिट अहिले 3-4 महिनापछि भ्याकेन्ट फुलफिल गरेको छ भने 10 पुस्ते हेर्छौँ त्यसैले त्यो सबै हेऱ्यो होला भन्ने मैले अनुमान गरेको छु। अर्थमन्त्रीजी कसै के देख्नु भएको छ हजुर? अर्थमन्त्रीज्यूसँग जुन कुराकानी भयो हजुरको कि बीचमा कम्युनिकेसन पनि भयो होला, उहाँको चाहिँ के देख्नु भएको छ इन्टेन्सन? उहाँले हैन, मन्त्रीज्यूको इन्टेन्सन, मन्त्रीज्यूको कार्यनीति, उहाँको ल्याएको बजेट, उहाँबाट सबै देखिसक्नुभयो कि हि इज फेयरली हि वान्ट टु डेभलप दिस मार्केट भेरी वेल, एकदमै राम्रो सुरक्षित, मैले अघि भनेका 3वटा मन्त्रमा सेफ, साउन्ड एन्ड एफिसियन्ट मार्केट उहाँ चाहनुहुन्छ। न्यू इन्स्ट्रुमेन्ट्सहरू हुन्, डाइभर्सिफाइड मार्केट होस् हैन, र एउटा चाहिने यहाँ कहीँ विकृतिहरू छन् भने बजारमा पनि त होला नि, विकृतिहरू नभएको भए यस्तो स्क्यान्डलहरू त आउँदैन थिए, त्यस्ता स्क्यान्डलहरू भविष्यमा नहुन सकुन्, आगामी दिन अझ स्वच्छ र सुरक्षित होस्, बजार एउटा ठुलो हाइटमा पुगोस्, इकोनोमी जसरी उहाँले इकोनोमीको सोच्नु भएको छ 100 बिलियनको चाहिने मार्केट होस्, यो पनि राम्रो होस्, यसमा डाइभर्सिफाइड इन्स्ट्रुमेन्टहरू के प्रशस्त हुन्, मान्छेहरू एउटैतिर मात्रै लागेर न अहिले यो केही छैन, अरू केही छैन इक्विपमेन्ट, अनि एउटैमा गयो, त्यसैमा कराए, त्यसैमा ठोकिए, त्यसैमा गयो, त्यो पनि वान साइडेड छ, यो खालि त्यो बढाबढी गर्नुपर्ने मात्रै बजार छ, घट्यो भने त्यहाँ गडबड छ, मैले पहिला पनि भन्ने गरेको छु। अब हामी दोहोरो सर्ट सेलिङ इन्स्ट्रुमेन्ट्स, इन्ट्राडे इन्स्ट्रुमेन्ट्सहरू जो अहिले बजेटमा आएको छ, ती कुराहरू पनि हामी इन्ट्रोड्युस गर्ने रेडिनेसमा छौँ, अब तयारी छौँ। नेप्सेलाई त्यही किसिमले रेडिनेस बनाउँछौँ, ब्रोकर थ्रु मार्जिन लेन्डिङका प्रक्रियाहरूका कुराहरू भए, व्यापक सुधारहरू छन् यसमा गर्नुपर्ने, आइपिओमा, एफपिओमा, त्यसका पनि इन्स्ट्रुमेन्ट्सहरू नयाँ डेभलप गर्ने हामी तयारीमा छौँ। बुक बिल्डिङ मेथडलाई अझ बढी साइन्टिफिक र बढी भरपर्दो नेपालको कन्टेक्स्टमा बनाउने, यी सबै चिजहरूको सुधार गर्नको लागि ब्लुप्रिन्ट तयार हुँदैछ। अब त्यो ब्लुप्रिन्टबाट एक्सन प्लान आउँछ, किनकि सबै चिज डकुमेन्टेड भएर जानुपर्छ, सिस्टमेटिक रूपमा जानुपर्छ। आजको भोलि भनेर एकैचोटि अब भर्खर आएको 5-7 दिनमा हेर्छ, हामी स्टेक होल्डर कन्सल्टेसनमा छु म अहिले, सबै किसिमका क्षेत्रका मर्चेन्ट ब्याङ्किङ, ब्रोकरेज, इन्भेस्टर्स, तपाईँको क्रेडिट रेटिङ एजेन्सिजहरू, सिडिएससी, नेप्सी, एभ्री स्टेक होल्डरहरूसँगको म कन्सल्टेसनमा छु। तिनीहरूले एक किसिमको सुझावहरू, त्यो कन्सल्टेसन भनेको सुझाव माग्नलाई फेरि कि अबको ब्लुप्रिन्टमा के हुनुपर्छ, उहाँहरूको रेडिनेस कति छ, इमिडिएट गर्न सकिने के छ, अब गर्न सकिने के छ, यी सबै चिजहरूमा म सिरियसली लागेर त्यसलाई लिपिबद्ध गर्ने काम करिबन सकिँदैछ। त्यसलाई बनाइसकेपछि एक्सन पोइन्ट्सहरू बनाइसकेपछि हामी अनि त्यसलाई क्यापिटल मार्केट पोलिसीको रूपमा ल्याएर पब्लिकली तपाईँहरू मार्फत फेरि एकचोटि पब्लिकलाई हामी दिन्छौँ। त्यसमा डिटेल प्रोग्रामहरू आउँछ, डिटेल प्लान अफ एक्सन आउँछ, वर्षभरि गर्ने कामहरू आउँछ, एक एक गरेर हामी त्यसमाथि अनि वर्कआउट गर्दै पब्लिकलाई डेलिभरी गर्दै प्रोडक्ट दिँदै र जान्छौँ हामी।